नमस्ते साथीहरू, स्वागत छ मेरो फर्स्ट एभर युट्युब भिडियोमा। यो भिडियोमा चाहिँ यो च्यानलमा प्रायः जसो ट्रकिङ ब्लग हुनेछ। ट्रक ड्राइभरहरूको लाइफस्टाइल र बाटोहरू के कस्तो छ यो भिडियोमा हजुरहरूले पाउन सक्नुहुन्छ। र यो आजको यात्रा चाहिँ इटरीबाट खादबारीसम्मको। खादबारी जाँदाखेरि देखेको दृश्यहरू यो चाहिँ भोइस ओभरमा छ, किनभने यति बेलासम्म पनि भ्लग गर्छु भनेर प्रपरली मैले सोचेको थिइनँ। अगाडि चाहिँ छ, अगाडि चाहिँ अलिकति अगाडि गएपछि प्रपर भ्लग नै छ। यो चाहिँ भोइस ओभर मात्र हो हैन। यो भ्लगमा चाहिँ अब मेन उद्देश्य भनेको चाहिँ त्यही हो, ट्रक ड्राइभरहरूको लाइफ स्टाइल बाटोघाटोहरू देखाउनलाई हो। ल सरसर जाउँ। यस्तो उसु लागिरहेछ। पाख्रीबास पुगेको थियौँ यति बेला। अघि देखाल्नु हो, अगाडि ठाउँ चिनिहाल्नुहुन्छ हजुरले। यो भनेको चाहिँ लेगुवा बजार, यता भोजपुर र खादबारी छुट्टिने बाटो हो यो दुईटा। तल जाँदा भोजपुर, माथि जाँदा खादबारी। र नयाँ च्यानल हो, साथ दिनु होला, सपोर्ट गरिदिनु होला। पछाडि अर्को गाडी छ हाम्रो, हेर्नुहोस् त्यहाँ। हामी सरासर जाँदैछौँ निरन्तर। बाटो अहिलेसम्म त राम्रै छ, अफरोड छैन। यो ट्रिपमा खासै नराम्रो बाटो पनि पर्दैन, अलिकति पर्ला, खासै नराम्रो बाटो पर्दैन। हाम्रो यो भिडियो चाहिँ सबै हाम्रो ट्रक ड्राइभर दाजुभाइहरूको लागि, उहाँहरूले गर्नुहुने मेहनतको लागि। कुन बाटो कसरी हिँड्नुहुन्छ, कतिको स्पिडमा हिँड्नुहुन्छ, कति माल कति प्रेसर, रातभरि हिँडाइ, सबै दुःख यहाँ जुन मैले यो भिडियो बनाउँदा भोगेको थिएँ उहाँहरूले भोग्ने सेम त्यही हो हैन। अगाडि दृश्य हेर्दै जाउँ। यो सभा खोला कटेर ठ्याक्कै हामी अगाडि बढ्दाखेरिको भिडियो। यो खादबारी पेट्रोल पम्प, खादबारीमा मजाले उसु लागेको थियो हामी पुग्दाखेरि। अगाडि गर्दा घाम लागिरहेको थियो, पछि चाहिँ उसु लागेको थियो मजाले। बिचमा हाम्रो प्यारो दाई छिरिङ दाईसँग भेट हुन्छ। हामी फर्किँदै गर्दा उहाँ टुम्लिङकातिर लाग्दै गर्नुहुन्छ। उहाँ चाहिँ 6 चक्के लिएर आउनु भएको थियो, यो चाहिँ उहाँको गाडी। बिचमा भेट भयो, चियासा खाएर छुट्यौँ हामी। ल हामी अब लेगुवाबाट फेरि खादबारीबाट माल खाली गरेर लेगुवा आइपुगेर फेरि हामी भोजपुरतिर जाँदैछौँ लकडी लिनुको लागि। ल अब अगाडि हेर्नुहोस् प्रपर भ्लग। हाम्रो यहाँ नारायण सर हुनुहुन्छ सडक चलाउँदै होइन। के छ 10 चक्के पहिलो अनुभव कस्तो हुँदैछ नारायण सर? हैरान छ है? 6 चक्के ठिकै होइन? के छ केटा 10 चक्के अनुभव? तिमी त धेरै हिँड्यौ 10 चक्केमा। ठिक छ, ठिक छ। अहिले भोजपुरतिरको यात्रा टेम्के लकडी लोड गर्नुलाई खादबारी खाली गरेर अहिले भोजपुरतिर लागिँदैछ। अहिले समय 9 बज्न लागेको छ, पाउने 9 ट्याक्क। टेम्के कति बजी पुग्छौ सर? 10 बजीतिर टेम्के पुगिन्छ। अनि टक्क लकडी सक्डी लोड गरेर हजुरलाई अगाडिको अपडेट हामी दिनेछौँ। ल भरे भेटौँ। यो के झर्ना हो नारायण सर? हामी बजारै छिरेको ठ्याक्कै पानी ट्याङ्की भन्ने ठाउँ हो भोजपुर। पानी ट्याङ्की अगाडि अर्को गाडी फर्किरहेछ। यति साइड लाउने हो। लकडी लोड गर्ने ठाउँ आइपुगेका छौँ, हेर्न सक्नुहुन्छ। यता अहिले बाहिर पनि गएर म तपाईँलाई देखाउँछु। साँगो र बाटामा ठ्याक्कै ब्याक
ब्याकै ब्याग आएको छ गाडी लकडी लोड हुने ठाउँमा यस्तो छ यो 4 घण्टा पनि होइन नि छोटो देख्छ कि आँखा छोडेको होइन भारी मुला नारायण सर के छ खबर झोला बोकेर कता लाग्नुभयो कहाँ खोला खोला त राम्रै छ जस्तो लाग्यो अनि 10 सकेमा अफरोड छिरियो 4 व्हील लायो कस्तो भइरहेछ एक्सपिरियन्स बताइदिनुस् न यति अब 4 व्हील लाएर केही एक्सपिरियन्स थाहा हुँदैन हो लामै राम्रै बाटो अहिलेसम्मको अनुभव अप्ठ्यारो भन्थ्यो यहाँ त केही अप्ठ्यारो छैन त निकै यो धेरै सजिलो बाटो है हो यतिको त धेरै सजिलो बाटो माथिबाट ब्याकै ब्याक आएको गाडी ठिक छ अहिले चाहिँ हामी खोलातिर जाँदै थियौँ यसो हातखुट्टा मुक्तनुलाई माथि लोड हुँदैछ गाडी ड्याङ ड्याङ हामी चाहिँ खोलातिर यसरी ट्र्याक्टरबाट अप्ठ्यारो ठाउँबाट माल आउँछ ट्र्याक्टर लगाएर केटाहरू यसरी ट्र्याक्टरबाट लोड भएर लकडी आउँछ अप्ठ्यारोबाट होइन हेलो हेलो ठिक छ अनि माथि अलिक सजिलो ठाउँमा ट्रकसम्म छिर्ने ठाउँमा गाडी लोड हुन्छ यो ट्र्याक्टरबाट माल झारेर माथि ट्रकमा हालिन्छ यस्तो हुन्छ हेर्नुहोस् टक्क खोला चिसो होइन त्यो झर्ना हेर्नुहोस् टक्क झर्ना देख्न सकिन्छ अब घाम पनि मजाले लागिरहेछ अब टक्कसँगले खोलामा बसेर फ्रेस हुने हो सक्नुहुन्छ सानो भयो नि एउटा झर्ना राम्रो छ नारायण सर यता आइबन्दिनु ल है साथीहरू खोला टक्क अब चिसो पानी छ आम्मामा मस्त चिसो छ टिकोमा अब रस्सो लाएर ठन्डा ठन्डा भएर बाथ पछिको सनबाथ टक्कसँग सेक्सी पोजमा एकदम जान्छ भिडियोमा जुम हेरौँ ल खतरा आउँछ यार ज्यान खायो गाडी अल्टर भयो यार
उताबाट यसरी सिधा आएर यसो गरेर ठ्याक्क यसलाई चाहिँ चाकु उता पारेर जाने भनेर आएको आइगयो ज्यादा दबेको छ त्यहाँ पछाडि ब्याग जाने ठाउँ पनि छैन। के भयो पदम गाडी ल्याम्मै दबेको छ होइन। गाडी फसेर निकाल्दै दिवस के छ ठिक छ यता हेर्दै न के छ अरे पानी परेको छैन अझ त्यही पनि बर्खा लाग्यो राम्रै। लगभग अब अलिक 1-2 चोटि काट्दा चाहिँ गाडी निस्किने सम्भावना छ हाम्रो। यहाँ बसेर हेरिन्छ एलपीको त टाउकै ठुलो देखिन्छ। अझै भयो ब्याक ल हावा चाहिँ लगभग निस्क्यो गाडी। भयो अब ब्याग जाऊ सरासर जाँदा हुन्छ। भयो ल फाइनली अब ब्याक गर्दा गाडी सरासर जान्छ तल साथीहरू। टायरले घोटेर यस्तो छ साथीहरू पुरै पिचे जस्तो कालो बनाइदिएको छ सोलिङ बाटोलाई। यसरी माटो खनेर मिलाएर यहाँ सोलिङ भत्काएर होइन बनाएको बाटो त फेरि बनाइदिनु पर्यो। भत्काएपछि हाम्रो नारायण सर सोलिङ पूर्णतिर लाग्दै नारायण सर दुःख पायो राम्रै गाडी ब्याक तल जाँदैछ। अघि जसरी सिधा आएर त्यसरी जाँदैछ। खासमा चाहिँ टाउको उता पारेर लानुले लिएर आएको गाडी फेरि अब त्यसरी नै जानुपर्ने भयो। ठिक छ त्यही आगो बालेर अब हामी चाउचाउ लागेका छौँ होइन बस। उता अघि नुहाउँदाखेरि यसो भित्री वस्त्र होइन खुट्टाको पनि कम्मरको पनि वस्त्र अनि यहाँ जुत्ता नि थोरै सफा गरेको सुक्दैछ। ठिक छ गाडी लोड हुँदै नै छ अझै। ठिक छ बेलुका एकचोटि फोन उठायो भने त बिहानै आइन्थ्यो नि। बेलुकै फोन नउठाएपछि
जाँड खाइहाल्यो हामीले पनि। ल 10 सकेको लकडी लोडिङ सक्यो। अब माथि 6 चक्के छ। 6 चक्केको पालो अँध्यारो भइसक्यो। 10 सके लोड भएर लाग्यो उकालो। अनि हाम्रो आज एकदम मेहनत गर्ने मान्छे के छ पदम, के भयो अरे आज तिम्रो अनुभव भनिदेऊ। के भन त? अनि कहाँ उसलाई नि हिँड्दै पठाउने पदम? माथि जाँदै गर ल, आराम गर ल, माथि गएर ल। गाडी यस्तो अप्ठ्यारो टर्निङ छ, ब्याक गर्दै काट्नुपर्ने। अब एकलाट फेरि ब्याक गरेर अनि अगाडि पट्टा ल यस्तो छ है। ल 10 सके लोडबाट यहाँ रेडी छ। अब यहाँ छ 6 चक्के, 6 चक्केको पालो लोड हुने। ठिक छ मस्त उसो लागिरहेछ भोजपुर। यहाँ 6 चक्केको लागि लोड। ल लोड हुँदै बिचमा अब पदम आयो भनिदेऊ न। बटालिन्छ भने कष्ट काटेर पछि आइपुगेको केटाहरू होइन। ठुलो कष्टबाट चाहिँ अब होइन, हामी चाहिँ अब 30 तर्फतिर पो लाग्यो त हौ।